बुद्ध पार्क जान चाहिँ तल चढ्नुपर्छ। दाजु पार्क जानपट्टि यही हो।
चाहिँ यो बाटो आएको एकदमै गाह्रो बाटो रहेछ। पानी नपर्दा निकै गाह्रो नै लाग्यो मलाई त। अनि यो चाहिँ हामी अहिले जडीबुटी डाँडामा छौँ। जडीबुटी डाँडाबाट भ्यू हेर्दाखेरि चाहिँ यस्तो बवाल रहेछ भन्दा पनि हुन्छ हौ। त्यो तपाईँले देख्नुभएको चाहिँ रवि डाँडा, रवि बजार भयो यो। त्यहीँबाट हामी भर्खर आएको, बाटो घुमेर पुरै बादलले छेकेको छ। मेरो साथीले भने जस्तै कता कता पुग्छ यताबाट कमेन्ट गर्नु होला, कता कता पुग्ने हो। आजको हाम्रो डेस्टिनेसन चाहिँ बुद्धको स्ट्याचु भएको ठाउँ पुग्ने प्लान हो हाम्रो आज। बाटो चाहिँ फेरि यस्तो रहेछ, अझै निकै पर्छ। अहिले चाहिँ हामी महागुरु फाल्गुनन्दको मूर्तिमा आएर यो मूर्तिमा आएको छौँ। सुजनले भनेको चाहिँ म चाहिँ हँसाएर मार्छु भन्दैछ। हामी चाहिँ अहिले जडीबुटी डाँडामा आइपुग्यौँ। हाम्रो प्लान चाहिँ बुद्धको मूर्तिसम्म, बुद्धको स्ट्याचु भएकोसम्म पुग्ने प्लान थियो। अनि बिचमा हामीले अहिले चाहिँ हाम्रो महागुरु फाल्गुनन्दको मूर्ति भेट्यौँ। पुरै एन्टिलाइट पर्ने रहेछ त। एकछिन हामी हेर्दैछौँ। आमामा यो पछाडिको पुग्ने प्लान हो हाम्रो। बिचमा त्यस्तो दामी भ्यू भेट्यो र चट्ट हेर्दा बादलमाथि आमामामा रवि बजार के भन्छ हौ एमजी? हेर त यता म हल्लिनु पर्यो अवस्थामै छु, हाइपरलाई छान्दैछु कि। सुजन हौ सर, यता आउनु यो एन्टिलाइट पऱ्यो त्यता। मेरो साथीहरू लजाएर हेर, त्यो 1 लाखमा बिक्ने अनुहार भागिगयो नि। हाम्रो अनुहार 1 रुपियाँ बिक्दैन, साथीको 1 लाखमा भन्थ्यो पोखरा जाँदा। ल हजुरहरू फुल भिडियो हेर्नुको लागि तल मेरो युट्युब भिडियोको लिङ्कमा क्लिक गर्नु होला भन्नु पऱ्यो। यही कलर रहेछ बाटो त, खतरा छ बाटो त। बुद्ध पार्क जाने बाटो। कति बज्यो अहिले? लगभग 6 बज्यो। हामी चाहिँ अहिले आजको हाम्रो डेस्टिनेसन रविको बुद्ध पार्क आइपुगिसक्यौँ, तर बन्द रहेछ। हामी चाहिँ बाहिरबाट हेरिरहेछौँ। एकदम यहाँबाट भ्यू पनि यस्तो बबाल देखिने रहेछ हौ, बबाल देखिन्छ। पुरै कुहिरोले ढाकेको। यो चाहिँ बुद्ध पार्कबाट देखिएको रवि बजार पुरै कुहिरोले ढाकेको छ। अब यहाँबाट हेर्नु कस्तो बल छ तपाईँहरूलाई अब भन्न सक्दिनँ म। हेर्नु त हामी यस्तो बाटोबाट आइरहेको छौँ। हाम्रो एकदम बवाल यस्तो हुन्छ। यहाँ सबै बन्द गर्नुपर्छ। बन्द भएरले हामी चाहिँ यस्तो बाहिरबाट डुलिरहेछौँ। गाइज अहिले मौसम चेन्ज भएर पुरै कुहिरोले ढाकिरहेछ। पुरै वरिपरि हेर्नु त, कुहिरो लागेको छ। अघिसम्म यहाँ रवि बजार देखिन्थ्यो यो खाल्डोमा, अब सबै कुहिरोले छेकेर हेर बिजोग भयो। 6:30 भइसकेछ। हेरौँ त कस्तो देखिन्छ हाम्रो मूर्ति। यो ठाउँ चाहिँ अलिकति जाडो रहेछ। अलिक ज्याकेट लाएरै आउनुपर्ने रहेछ। यो गर्मीको ठाउँमा यस्तो, गर्मी सिजनमा यस्तो जाडो हुने रहेछ यो ठाउँमा त। हामी त पातला लुगा लाएर आएको थियौँ, जाडो भइरहेछ, पुरै हुस्सो लागिरहेछ। अहिले उरालो झर्दा खोइ
उरालो झर्दा झर्दा हेर साथीको ब्रेक एमटीको बाइक त्यस्तो उरालो छ त्यो बाटो हेर ब्रेक फुल थिचिरहेको छ साथीले लागे पो भयो एमटीको त्यस्तो छ हालत यस्तो उकालो थियो बाटो त आम्मा जाँदा अलिक झर त्यस्तै उरालो ब्रेकै चल्दैन अब